आज जेठ 15 गते गणतन्त्र दिवसको सबैजनालाई शुभकामना। यो गणतन्त्र दिवस आज मनाउँदै गर्दाखेरि मलाई एउटा कुरो दिमागमा आइरहेको छ। गणतन्त्र आउनुभन्दा अगाडि हाम्रो ठाउँमा मैले देखेको देश होइन, हाम्रो समाजमा कस्तो थियो भने हाम्रो विद्यालयमा चाहिँ सबैजना जेन्ट्स टिचरहरू मात्रै हुनुहुन्थ्यो, शिक्षकहरू सरहरू मात्र हुनुहुन्थ्यो। गुरुआमाहरू भनेको कक्षा 1 मा मात्रै पढाउने हुनुहुन्थ्यो, 2 जना हुनुहुन्थ्यो त्यही पनि। त्यसपछि अर्को कुरो सबैजना शिक्षकहरू 52 मात्र हुनुहुन्थ्यो हाम्रो विद्यालयमा। सबैजना शिक्षकहरू 52 मात्र हुनुहुन्थ्यो अथवा 1 जना छेत्री, 1 जना 2 जना छेत्री हुन्थ्यो, नभएदेखि सबैजना 52 मात्रै हुनुहुन्थ्यो। शिक्षक भनिसक्दा 52 अनि एकदमै न्यून अरूको प्रतिनिधित्व नै थिएन हाम्रो स्कुलमा चाहिँ। अरू जातिको जस्तो दलित होइन, जनजाति, आदिवासी यिनीहरूको चाहिँ प्रतिनिधित्व थिएन हाम्रो स्कुलमा चाहिँ, मैले चाहिँ देखिनँ है, म पढुन्जेल। अनि त्यसपछि मध्य प्रदेशबाट चाहिँ हुनुहुन्थ्यो फेरि हाम्रो हेड सर। अनि त्यसपछि के थियो भने मैले सुनेसम्म, मैले थाहा पाएसम्म हाम्रो देशमा पनि राज्य सञ्चालन गर्ने चाहिँ सबैजना 52हरू मात्रै याद आउँछ मलाई त्यतिखेरका उहाँहरूको नाम थर होइन। सबै 52हरूको मात्रै प्रतिनिधित्व थियो, अरू जातिहरूको प्रतिनिधित्व चाहिँ एकदमै न्यून थियो। त्यसैले त मलाई पनि लाग्छ कि हाम्रो देश बिगार्नमा सबैभन्दा ठुलो हात चाहिँ 52कै छ भनेर। अनि त्यस्तो थियो। अनि एकदमै धेरै जातीय विभेद थियो हाम्रो समाजमा है। अहिले त नानीहरूलाई दलित भनेर बुझाउन पनि कस्तो गाह्रो हुन्छ क्या। त्यतिखेर त कति सजिलो थियो दलितहरू भनेर बुझाइ पनि रहनु पर्दैन थियो, उनीहरूले बुझेकै हुन्थे, हामीहरूले बुझेकै थियौँ हामी विद्यार्थी हुँदाखेरि। त्यसैले यो गणतन्त्रले अरू त धेरै परिवर्तन ल्यायो होइन, त्यो पनि एउटा सामान्य जनजीवनमा परेको असर नै गाउँघरमा यी कुराहरूमा पनि परिवर्तन ल्याएको देख्छु। मेरो मूल्याङ्कन मैले देखेअनुसारको। सबैजनालाई यो गणतन्त्रको शुभकामना। यो गणतन्त्रले गर्दा नै हामी जस्ता सर्वसाधारण जनता मानिसहरू चाहिँ राज्य सञ्चालनको उच्च तहमा पुग्नुभएको छ।